धन्यवाद। कार्यक्रम सञ्चालक द्वय नेपिन भरनका महासचिव र सचिवज्यूहरूलाई, नेपाल आदिवासी जनजाति महासङ्घ बहराइनले आयोजना गरेको यस 5औं महाधिवेशन तथा 32औं विश्व आदिवासी दिवस समारोहमा प्रमुख अतिथिको रूपमा मञ्चमा आसीन रहनुभएका नेपाली राजदूतावास बहराइनका महामहिम राजदूत श्री तीर्थराज वाग्लेज्यू, विशिष्ट अतिथिको रूपमा आसीन रहनुभएका उपनियोग प्रमुख श्री केशवराज पन्थीज्यू, श्रम सहचारी श्री सुनिता थापाज्यू, तृतीय सचिव श्री दिपराज जोशीज्यू, त्यसैगरी नेपाली क्लब बहराइनका अध्यक्ष दुधप्रसाद गुरुङज्यू, एनआरएनए बहराइनका अध्यक्ष राजु कुमार श्रेष्ठज्यू, त्यसैगरी नेपिन बहराइनका मानर्थ हाम्रा अग्रज ज्ञानेन्द्र गुरुङज्यू, त्यसैगरी संरक्षक श्री कमल श्रेष्ठज्यू, प्रमुख सल्लाहकार श्री नरेन्द्र घलेज्यू, सम्पूर्ण सल्लाहकारज्यूहरू, सम्पूर्ण 6 जातीय संस्थाका अध्यक्षज्यूहरू, वैचारिक सङ्गठनका प्रमुख तथा प्रतिनिधिज्यूहरू, क्षेत्रीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, सामाजिक कलाकार तथा विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, बुद्धिजीवी, व्यवसायी अनि पत्रकार, कलाकार लगायत यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र नेपाल आदिवासी जनजाति महासङ्घ बहराइनको तर्फबाट सेवारो नमस्कार अनि आदिवासी अभिवादन टक्राउन चाहन्छु। स्वीकार। आज हाम्रो नेतृत्व रहेको 24-26 को कार्यकालको अन्तिम दिन, यस ऐतिहासिक क्षणमा यहाँहरू सम्पूर्ण उपस्थित हुनुभई हाम्रो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यूहरू लगायत सम्पूर्णमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। मैले धेरै बोलिरहन मैले आवश्यक देखिनँ, किनभने मैले योभन्दा अगाडि अरू कार्यक्रमहरूमा पनि बोल्दै नै आइरहेकै छु। तिनै कुराहरूलाई किन फेरि दोहोऱ्याइरहनु भनेर म त्यस कुराहरूलाई नदोहोऱ्याइकन छोटकरीमा केही कुराहरू राख्न चाहन्छु। महाधिवेशन र यो हाम्रो आदिवासी दिवस, विश्व आदिवासी दिवस आजको दिनमा एकैपटक गर्न हामी अलिकति टेक्निकल कारणले गर्दाखेरि एकैपटक यो एउटा मौका पनि जुर्यो र हामीले यसलाई सौभाग्य पनि ठानेका छौँ। खास गरी हाम्रो 5औं महाधिवेशन अप्रिल महिनामै हुनुपर्थ्यो, तर यो मध्यपूर्वको शक्तिशाली राष्ट्रहरूको द्वन्द्वको कारणले गर्दाखेरि हामीले केही 3-4 महिना पछाडि धकेलेर विश्व आदिवासी दिवस सँगसँगै मनाउन पुगेका हौँ र यसरी दुईटा कार्यक्रमहरू एकै ठाउँ एकैपटक गर्दै गर्दाखेरि त्यो बाहेक पनि हामीले अन्य 2वटा कार्यक्रमहरूलाई थपेर एउटा महासङ्घ बहराइन स्थापना भएको 12 वर्ष पुरा भई 13 वर्ष लाग्दै गर्दाखेरि हामीले अहिलेसम्मका काम कारबाहीहरू के कसरी गरिए भन्ने कुराहरूलाई एउटा दस्तावेजीकरण गर्नुपर्छ। भोलिका पुस्ताहरूले पनि बुझ्नुपर्छ, पढ्नुपर्छ र त्यही कुराहरूलाई लिएर उहाँहरूले पनि अझै त्योभन्दा राम्रो तरिकाले अगाडि बढ्नुपर्छ भन्ने हिसाबले हामीले एउटा नेपिन बहराइन स्मारिका 2026 भनेर त्यो पुस्तक पनि हामीले भर्खर विमोचन गरिसक्यौँ। त्यो सँगसँगै हामीले सुरुवाती क्रममा बनाएको विधान, नेपिन बहराइनको विधानलाई विभिन्न चरणमा संशोधन गर्दै आज फेरि तेस्रो पटक संशोधन गऱ्यौँ। अब संशोधन गर्नुको मुख्य कारण चाहिँ अब त्यही हो, अलिकति केही बाधा व्यवधानहरू समयक्रम बित्दै जाँदाखेरि सानोतिनो कुराहरूले पनि अल्झाउने, त्यसले बाधा अवरोधहरू पुर्याउने भएको हुनाले ती बाधा अवरोधहरू नहुन् आगामी दिनमा र आगामी नेतृत्वहरूलाई साह्रो गाह्रो नपरोस् भन्ने हिसाबले मैले र विशेष गरी हाम्रा सम्पूर्ण उपाध्यक्षज्यूहरू अर्थात् जातीय संस्थाका अध्यक्षज्यूहरू
सचिवालयका सम्पूर्ण हाम्रा पदाधिकारीहरू मिलेर दिनाङ्क संशोधन गऱ्यौँ र आजदेखि त्यो लागू भइसकेको छ। अब एकछिनमा 15 सत्रमा चाहिँ हामी लागू गर्न गइरहेका छौँ र धेरै साथीहरूको आग्रह चाहिँ थियो तपाईँले दोहोऱ्याउनुपर्छ कार्यकाल भन्ने, तर विविध कारणवश यसपालि चाहिँ मेरो व्यक्तिगत समस्याहरू विभिन्न कारणहरूले गर्दा दोहोऱ्याउन नसक्ने अवस्था भएकोले गर्दा मैले अरूकै साथीहरूलाई गर्नुहोस् भन्ने अनुरोध गरेर अरूकै साथीहरू आउनुहुनेछ। उहाँलाई विशेष गरी अध्यक्षमा निर्वाचित हुनुहुने हाम्रो मित्रलाई र उहाँको सिङ्गो टिमलाई म अग्रिम रूपमा शुभकामना र बधाई दिन चाहन्छु। र यो 32औं विश्व आदिवासीको सन्दर्भमा हाम्रा पूर्व वक्ता अग्रजीहरूले विशेष गरेर हाम्रो संस्थापक सदस्य सोनम दोङज्यूले अनि अन्य हाम्रा अग्रजीहरूले पनि धेरै कुराहरू राखेर गइसक्नु भएको छ। हाम्रो प्रमुख सल्लाहकारज्यूले पनि राख्नुभयो। त्यसै गरी महामहिमज्यूले भर्खरै अत्यन्तै महत्त्वपूर्ण कुराहरू राखेर जानुभएको छ। त्यसकारण मैले धेरै नभनिकन सन् 1982मा संयुक्त राष्ट्र सङ्घको बैठकबाट पारित भई सन् 1994बाट लागू भएको यो अगस्त 9 तारिकको दिन हरेक वर्ष मनाउने गरिएको विश्व आदिवासी दिवस आज 31औं वर्ष पुरा गरी 32औं वर्षमा लागिरहेको सन्दर्भमा यहाँ यसरी हामी सबैजना आदिवासी समुदाय मात्रै नभएर नेपालका जति पनि समुदायहरू आएका छौँ यस पहरानमा हामी सबैजनाको उपस्थितिमा भव्य रूपमा मनाउन पाउँदाखेरि मलाई र नेपाल आदिवासी जनजाति महासङ्घ भएर परिवारलाई अत्यन्तै गौरवान्वित भएको छ। र यहाँहरू व्यस्त समयको बावजुद पनि विभिन्न स्थानहरूबाट हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित भइरहनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो हाम्रो 2 वर्ष कार्यकालमा विभिन्न चरणहरूमा गरिएका कार्यक्रमहरू ती चाहे साङ्गीतिक कार्यक्रम होस् चाहे विभिन्न अन्य किसिमका परोपकारी कार्यक्रमहरूमा अनि साङ्गठनिक गतिविधिहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी आफ्नो ठाउँबाट पूर्ण रूपमा आफ्नो जिम्मेवारीलाई पुरा गरिदिनु भएकोमा सम्पूर्ण पदाधिकारी सहकर्मी साथीहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब अन्य न्याय कार्य समितिमा पनि कतिपय मेरो टिमका साथीहरू पढ्नुहुनेछ। उहाँहरूले पक्कै पनि मेरो कार्यकालमा केही कुराहरू मलाई पनि सिकाएर यहाँसम्म आइपुग्नुभयो र मैले पनि केही कुराहरू सिकाएको छु र साथ सहयोग गर्ने कुरामा पनि एकअर्कामा कुनै कमी भएको महसुस भएन। मलाई पूर्ण रूपमा साथ सहयोग मिलेको थियो। त्यस अर्थमा सम्पूर्ण उपाध्यक्षज्यूहरू सचिवालय कोषदेखि लिएर तल्लो तहदेखि माथि मानव संरक्षक सल्लाहकार समिति सम्पूर्ण टिमहरूलाई म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। अब बन्ने नयाँ टिमले जे जस्तो कामहरू अगाडि बढ्नेछ ती सम्पूर्ण कार्यक्रमहरूमा म प्रत्यक्ष रूपमा एउटा कार्यकारी पदमा नहुने भए तापनि म एउटा साधारण सदस्यको हैसियतबाट पनि मैले जति गर्न सक्छु आर्थिक भौतिक नैतिक र मेरो बुद्धि विवेकले भ्याएसम्मको र समयले साथ दिएसम्म निरन्तर रूपमा साथ सहयोग गरिरहने रहनेछु भन्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अघि यहाँ एकजना साथीहरूले केही कुराहरू चाहिँ जिज्ञासाहरू राख्नु भएको थियो, अलिकति त्यसलाई पनि म गइहालेँ। जस्तै हाम्रो संस्थापक सदस्य सोनमजी दोङज्यूले चाहिँ हाम्रो संस्थापक महासचिव प्रहलाद गुरुङज्यूको नाम चाहिँ यहाँ देखिएन भन्ने पनि एउटा जिज्ञासा राख्नु भएको थियो। खास गरी मैले राख्न खोजेको चाहिँ संस्थापक महासचिव मात्रै नभएर संस्थापक सम्पूर्ण 29 जनाको टिम छ। त्यो 29 जनाकै टिमलाई राख्न खोजेको हो। तर एउटा प्राविधिक समस्या अब यो सानो ब्यानरमा 29 जनाको फोटो र नाम राख्दाखेरि अब अन्य कुराहरू राख्न समेट्न नसकिने
बाध्यात्मक परिस्थितिले गर्दाखेरि मैले र हाम्रो टिमले त्यो राख्न सकेनौँ। त्यसप्रति हामी क्षमा प्रार्थी छौँ। यद्यपि संस्थापक महासचिव प्रहलाद लिङ्गेज्यू मात्रै नभएर संस्थापक सदस्यज्यूहरू र संस्थापक त्यतिखेरको तदर्थ समितिका सम्पूर्ण टिमहरूलाई हामी यस स्टेजबाट आजको कार्यक्रमबाटै सम्मान व्यक्त गर्न चाहन्छौँ र स्मरण गर्न चाहन्छौँ। उहाँहरूलाई धेरै धेरै नमन पनि म व्यक्त गर्न चाहन्छु। उहाँहरूले रोपेको एउटा सानो बिरुवालाई आज हामी 12 वर्ष पुरा 13 वर्षमा लागेर अलिअलि फल खाने अवस्था पनि पुगिसकेको छ। त्यसकारण उहाँहरूलाई हामीले नसम्झिने कुरै हुँदैन। उहाँहरूलाई फेरि पनि सम्मान तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हाम्रो वैधानिक सङ्गठनका एकजना अध्यक्षज्यूले पनि एउटा सानो कुरा राख्नु भएको थियो। यो आदिवासी जनजाति मात्रै किन भन्ने, मूलवासी किन नभन्ने भन्ने कुरा पनि छ। अब मूलवासी र आदिवासी भन्ने शब्दहरूको अर्थ खेलाउँदै जाँदाखेरि धेरै समय लाग्ला। त्यसले गर्दाखेरि म छोटकरीमा के चाहिँ भन्न चाहन्छु भने हामी चाहे मूलवासी होस् चाहे आदिवासी होस् र जनजाति होस्, हामी पहिलो कुरा नेपाली हो। तर अब हाम्रो एउटा चाहिँ पुरानो जुन नेपालको भूभागहरूमा जुन जुन एउटा थालहरूमा हुर्केर बढेका त्यहाँको माटोलाई उर्वर युक्त बनाउन पसिना बगाएका हाम्रा पुर्खाहरूले त्यो ठुलो मेहनत र सङ्घर्ष गर्नु परेको थियो। त्यस अर्थमा हामी त्यहाँका रैथाने हौँ, हामी त्यहाँका आदिवासी हौँ अथवा सबैभन्दा पुरानो जाति हौँ भन्ने हक पक्कै पनि हामीलाई छ। र ILO 169 भन्ने एउटा अन्तर्राष्ट्रिय कानुन अनुसार नेपालमा पनि त्यो ILO 169 लाई केही मात्रामा सरकारले कार्यान्वयन गरिरहेको अवस्था पनि छ। तर पूर्ण रूपमा चाहिँ अब के हो भने 142 जाति बसेको देशमा समस्या पक्कै पनि आउँछ। तर बिस्तारै हुँदै जाँदा त्यो हामी आशा राख्छौँ सबैजनाले। र यो आदिवासी नै भएर हामीले भन्नुको कारण चाहिँ हामी त हाँगा मात्रै हुन्। मुख्य वृक्ष चाहिँ नेपालमा भएकोले गर्दा वृक्षमा जे फल्छ अब हाँगामा त्यही नै फल्ने भयो। त्यस कारणले गर्दाखेरि नेपालको हाम्रो केन्द्रले नेपाल आदिवासी जनजाति भनेर चाहिँ आफ्नो संस्थाको नामाकरण गरेको हुनाले हामी पनि मूलवासी भन्ने एउटा इच्छा हुँदा चाहना हुँदाहुँदै पनि हामीले त्यो लेख्न विधानले दिँदैन र त्यो भन्दै हिँड्न पनि विधानले नदिने हुनाले त्यस कुरालाई चाहिँ बुझिदिनु म हार्दिक आग्रह अनुरोध गर्न चाहन्छु। र अब धेरै कुरा के गर्नु, सबै कुरा अघिआइसकेका छन्। अन्तिममा हाम्रो पेमा तामाङ हेर्नुको अध्यक्षज्यूले पनि एउटा अन्तिममा सानो कुरा गर्नु भएको थियो। त्यो कुरा चाहिँ म चाहिँ कसरी बुझ्छु भने अब त्यसमा चाहिँ छोरी मान्छेलाई मात्रै होइन, छोरा मान्छेलाई मात्रै पनि होइन, समग्रमा हामी नेपालीहरूकै सङ्गतमा लागौँ र नेपालीहरूलाई नै परेको बेला साथ सहयोग गरौँ र नेपालीहरूकै सङ्घ संस्थामा लागेर समाजलाई चाहिँ एउटा सही दिशातर्फ अगाडि बढाउनको लागि सम्पूर्ण महानुभावहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। अब पेमा तामाङ भाइको कुराले कसैलाई चित्त दुखेको छ भने कृपया मैले मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु, कृपया नरिसाउनु होला। कहिलेकाहीँ बोल्दै जाँदाखेरि सिधै कुनै व्यक्ति समुदाय अर्थात् लिङ्ग वर्गलाई असर पर्न सक्छ। तर त्यो कुराहरूलाई हामीले बुझ्ने बेलामा चाहिँ मिलाएर बुझ्नु पर्दछ भन्ने म यहाँहरूसँग निवेदन गर्न चाहन्छु। त्यसकारण त्यसरी नै बुझिदिनु होला, सकारात्मक रूपमा बुझिदिनु होला र नराम्रो बाटोमा कोही पनि नलागौँ, राम्रो बाटोमा अगाडि बढ्नु भन्न चाहन्छु। र यति भन्दै अब हामीसँग समय कति पनि नभएको कारणले गर्दाखेरि आजको यस 5औं महाधिवेशन तथा 32औं विश्व आदिवासी दिवस कार्यक्रममा पाल्नु भएकोमा यहाँहरूलाई फेरि पनि म हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा फेरि पनि तपाईँ हामी यसरी कार्यक्रमहरूमा भेटेर टिका मिठा कुराहरू गर्दै गरौँला। अहिलेको लागि चाहिँ
यो चलिरहेको हाम्रो कार्यकाल चाहिँ यही विघटन भएको घोषणा गर्दै अब नयाँ कालको लागि 21 पछि 15 सत्रबाट निर्वाचित हुनुहुनेछ। निर्वाचित हुनुहुने अध्यक्षज्यू लगायत उहाँ टिमलाई म अग्रिम रूपमा बधाई र शुभकामना दिन चाहन्छु र यो पहिलो सत्रलाई यही समापन भएको घोषणा गर्दछु। धन्यवाद।